म त चिन्दिन फोटो चाहिँ खिच्छु केटीहरु चुस्काउँदै लाउनु नि हो हेलो मेरो ममा त भान्जी कहाँ गयो होला अघिटी हो ए यहाँ आउनु रहेछ लासो हाम्रो घर पहाड हो लासो लासो त्यो अगाडि हुनुपर्छ हो त्यो गुन्द्री चाहिँ घाममा मर्ने भए बसेर शीतलमा गरेर भए पनि हुन्थ्यो शीतल त्यो उता गरेर भए पनि हुन्थ्यो काम खट्नै पर्छ सबिते कुरा अगाडि बढा भाइ घाममा फेरि कालो
बुढापाकाहरू चाहियो मामा के गर्नु हल्ला नगर्नु उनीहरू निस्किनु बढ्या मलाई निस्किनु घाममा होस् मुडा हजुरआमालाई हजुरआमा घाममा तताउनलाई पटेका पनि खोइ ताजी घामले अरे ममता भान्जीले के गर्छ बाहिर भन्दैछ कि अनि लास्टमा ममता भान्जीले पठाउँछ लास्टमा लड्छ है ठिलामा लड्छ है झन्डै लडे यही पनि हो त अर्को खालको आइफोन हो आइफोनमा सबै त्यो स्याउमा त हुन्छ त म भन्दैछ एउटाले म बोलिनँ भन्दैछ यार म बोलिनँ भन्दैछ बोल्दैन नि सास फेर्दैन कति महिनाको भयो नानी बहिनी ए हुन्छ हाम्रो भाउजू तपाईको भाउजूले तपाई कस्तो राम्रो देखेर त क्यामेरामा घडी हौ मान्छे त त्यस्तै छ नि हजार ल पैसा 500 मात्रै हो यतिकै होइन भाउजूको हाँसै राम्रो फेरि एकचोटि हाँस्दिनु पर्यो भदैले हुन्छ हामी खिचिहाल्छ कि थोरै थोरै मास्क लगाइदिएको मात्र मिलाउनु त आफै पर्यो नि मिलाएर लाउनु पर्यो आफै अब कतिजना हुन्छ अब चार दाममा अहिले मान्छे अलिकति भन्छ भेट खाइहाल्यो फेरि पानी भित्र छ त लाइटर भेटेन मैले हुन्छ नि हुन्छ
ए ऊ पान दोकान अरे ल लासु लासु देख ए मोमो त भान्जे सजाएको मोमो त भान्जे सजाएको